हेलो एभ्रिवान, सबलाई गुड इभिनिङ, नमस्ते। अनि के छ त गाइस, नयाँ नौला हालखबर। त्यही भएर सबैजनालाई गोपाल राणा मगर 101 युट्युब ब्लगमा स्वागत छ। र आज चाहिँ मैले कुवेतको पैसा के कस्तो हुन्छ भनेर हल्का केही थोरै जानकारी दिन लागेको छु। यो यहीँ रहेको मान्छेलाई चाहिँ त्यो भिडियो होइन है, नयाँ नयाँ आउने भाइ बहिनीहरूको लागि मात्रै मैले बनाइदिएको हो होइन। के अब त्यो कुवेतको पैसाले के कस्तो आउँछ, कति कति पैसा आउँछ, के हुन्छ भनेर मात्रै मैले हल्का बनाइदिएँ है। ल त गाइस, को दिनारहरू हो होइन कुवेतमा। हाल म अहिले चाहिँ यहाँ आइपुगेको 7 महिना कम्प्लिट भएर 8औँ महिनामा लागिरहेछ। र तपाईँहरूलाई जानकारी दिन्छु। सुरुमा यो कोइन 10 पिलो हो। यसले कुवेतमा खासै केही आउँदैन है। त्यसपछि यो कोइन हो, यो 50 कोइन। यसले एउटा खपुस आउँछ, त्यही बाहेक अरू केही आउँदैन है। त्यसपछि यो भयो 100 फिल्स। यो 100 फिल्स, यसले चिया 1 कप चिया आउँछ कि त खपुस आउँछ 2टा। त्यसपछि यो भयो रुबा भन्छ यसलाई यतातिर। यो 250 फिल हो। यसले 1 कप चिया अन्त 2टा खपुस आउँछ, त्यहाँबाट 50 फिल फिर्ता आउँछ। यसले केही आउँदैन। त्यसपछि हाफ केडी हो। यो हाफ केडी भनेको चाहिँ अलिकति ठुलै हो। नेपालमा अहिले यसको 220 रुपियाँ हुन्छ है। यसले अलिकति सामान आउँछ, थोरै शान्तिनो सामानहरू आउँछ है। यसपछि आयो 1 केडी, एकदम 1 दिनार। 1 दिनार यो कुवेतको लागि ठुलै हो। नेपालको 445 हुन्छ। यसले त हल्का फुल्का सामान किनेर पनि फिर्ता आउँछ है। त्यसो भए यो 5 कुवेती दिनार। यो 5ले चाहिँ नेपालको लगभग 2500 हो यो होइन। नेपालको यसले सामान किनेर पैसा एकदम फिर्ता आउँछ धेरै। आफूले चाहिएको सामान किनेर पनि फिर्ता आउँछ यो चाहिँ। त्यसपछि यो 10 केडी अनि यो 10 केडीले चाहिँ एकदमै सामान किनेर, धेरै सामानहरू किनेर फिर्ता आउँछ। यसलाई चाहिएको सामानहरू किनेर होइन। हेर्नु होला, 10 केडी यो नेपालमा 500 भने जस्तै यो 10 दिनार हो। ल हेर्नुहोस् है राम्रोसँग। त्यसपछि आयो एकदमै ठुलो पैसा, नेपालमा 1000 भने जस्तै। यो कुवेतमा यो 20 दिनार, 20 केडी। यो 20 केडी भनेको चाहिँ नेपालमा लगभग अहिलेको करेन्सीले हिसाब गर्ने हो भने 445 हिसाब गर्ने झन्डै 9000, 9500 यो है। अनि यो चाहिँ यसको लगभग 4500 जस्तै 4500 जति हुन्छ। अझ करेन्सी घटेको बेलामा त झन् बढेको बेलामा धेरै हुन्छ र घटेको बेलामा अलिक कम हुन्छ है। यति पैसा कति ताकतिलो छ। ल हेर्नुहोस्, अरू देशको पैसामा हाम्रो देशको तुलनामा गर्दाखेरि। भिडियो हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच अल एभ्रिवान। र तपाईँहरूकै मायाले गर्दाखेरि आज मेरो सब्सक्राइब 1700-1800 पुगिसकेको छ। र सबैजनालाई धेरै धेरै धन्यवाद। र लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है। थ्याङ्क यू।